माछा पर्यो है पर्यो धेरै सङ्घर्षपछि हेलो एन्ड नमस्ते गाइजहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै फिट एन्ड फाइन छु। खासमा कुरो चाहिँ के हो भने हिजो हामी चाहिँ खोलातिर गएका थियौं हैन, हल्का लङ भिडियो पनि बनाएको छु हैन। भिडियो एडिट गर्दै गर्दा 2-4 वटा क्लिपहरु अगाडिको डिलिट भएछ हैन। सो जहाँदेखि सुरु छ भिडियोले मन पराइदिनु होला त्यति भन्नको लागि हो है। लेट्स गो। यो आउने गयो क्या चाय चाय कहाँ गई थिइस्? हामीले नदेखाइयो यस्तो भाइरल भएपछि फेरि यस्तो छ कि साँच्चै कहाँ गइरहेको भन्नु पिछे भन्न हामीलाई नदेखाइयो पिछे भन्न हामीलाई नदेखाइयो। यहाँ यता हाम्रो दाइ भेट्दिन होइन, माछा मार्दै हुनुहुन्छ। अब चाहिँ धोबी दायित्व मिलेर यति हन्टिङ हान्नुपर्छ माछा हान्ने। यस्तो यस्तो कोप्चाबाट जानु परिरह ए दाइ माछा मार्दै आउँदै हुन्छ होइन। ए भा भन्दा त मै राम्रो ए माछा पर्यो है माछा 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 भन्नै गएको यार। माछा पर्यो रे दाइको जालोमा। माछा परिसक्यो माछा एक्रे माछा माछा हाम्रो माछा दाइलो सकिसक्यो भयो। दाजुले चाहिँ यहाँ माछा देखाउँदै हुनुहुन्छ कतिको हन्टिङ हाल्नु ओहो हाम्रो एउटा यो हात छेक्नु कस्तो चिप्लो चिप्लो अर्कै अर्कै रहेछ डह्रो मार्नु आज कतै आउनु आयो है भर्खरै भर्खर आउनु भएको रहेछ। यति भएपछि आज भइहाल्यो नि है। एकछिन टाइम पास नै भयो अलिअलि मार्नु लाग्यो। भर्खरै भर्खरै आउनु भएको रहेछ बनी भइसकेछ। यति भएपछि त भइगयो नि के कसो। अम्बो यहाँ त लुगाको त विचित्रै भयो नि। यो मान्छेले घर बस्दा पनि यही लाछ, टोइलेट जाँदा पनि यही लाह, हग्दा पनि यही लाछ भन्ने चाहिँ कुरो नगरौँ है साथी। गाउँमा त जे पनि चल्छ कि सिधा सादा मान्छे पऱ्यो आफू। जे ला भने त्यही लाउने, जे खाने त्यही खाइन्छ होइन। गाउँमा यस्तै चल्छ। किचन सुचले पनि काम दिइराख। यहाँ फेरि यस्तो बोल्दा बित्तिकै माछा खुलुत्तै रहेछ नि त फेरि। माछा पर्यो है पर्यो धेरै सङ्घर्षपछि। यो यही पनि चाला छोपिहाल्नु, हात छोपिहाल्नु बोनी हो क्या आजको दाइको। हल्ला नगर त ल ल ल यस्तो भिडियो पनि बनाउनु पर्यो राखिहाल्नु। यो के हो यस्तो माछाले दुध छोड्छ क्या दुध छोड्छ ए अनि माथि के सेतो रहेछ भनेको मैले त दुधे भएको मान्छेले होइन ठिक गर्नु हुन्छ क्या ए मैले अनि माथि पनि सेतो सेतो थियो के होला भनेर सोचिरहेको थिएँ होइन। यो सेतो दुध हुने रहेछ कि माछाको पनि साइलेन्ट हुनुपर्ने साइलेन्ट। त्यस्तो बाटो जानु परिरह सुस्त सुस्त होइन है सुस्त सुस्त। 2 दिनको जिन्दगीमा मरिलानु के छ र सुस्त सुस्त होइन। ए 2 दिनको को यो मान्छे यस्तो ए त्यस्तो यस्तो यहाँ हामी त चोर चाहिँ भइरहेको यार। छोट 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 भागो भागो
पोइन्ट खसिसक्यो ल यति भएपछि त भइगयो नि सकेन हो सकेन बुढो भइयो नाउने भनेर आएको रुगा लाग्छ नाउन पनि खुलुत्तै अझ यतिकै मासु ल्याइयो होइन प्रक्क भुटेर रोस्ट जस्तो बनाएर अब चाहिँ खानुपर्ने हुन्छ होइन खोलातिर गयो एकछिन घुम्यो दाइले माछा मार्दै हुनु रहेछ यसो भिडियो सिडियो बनाइयो गप्पा हानियो मिठा मिठा त्यसपछि हामी रिटर्न ब्याक माथि जङ्गलतिर जान लाग्यो कार्यक्रम गर्नको लागि त्यस्तो कार्यक्रम होइन अहिले हानिदिन्छु मासु पकाउने भनेको यस्तो साइको मान्छे हेर्छन् यार हल्का मजाक के मासु 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 काँचै खाइदिएर भ्याइदिन्छु ओ सासु आइज हो तलदेखि अझै माथि जान लाग्यो होइन यहाँ त यस्तो दाउरा खोज्दै तलदेखि बटुल्दै हिँडिरहेको छौँ हामी हरि दाजै यो पनि लैदिउँ च्याउ मसरुम खै यसो च्याउ यो के डल्ले च्याउ भन्दिन र होइन अम्बो च्याउ होला जस्तो छै कलाकार होइन ल त्यही क्या लोटेको चाहिँ होइन है म हल्का एक्टिङ हानिदिएको ढाडे भाँच्यो क्या अहिले चाहिँ हरि दाइले दाउरा टिप्दै हुनुहुन्छ होइन एक त्यस्तै किनेर गएको मैले त आगो बोल हो आगो बोल यसलाई अलि राम्ररी जोगा है आगो जलाएर स्वाटै फेरि बिजोग रमाइलो सक्छ है आगो बोल्यो डाँडैमा मासु पाक्यो हाम्रो यो कालो कराईमा आम्मामा यति भएपछि त हामीलाई त जति नि पुगिने केटा गराउन गर्छन् यार मगा कति खानु मगा कति कराउँदा हामीले यति भएपछि त हामीलाई जति पनि पुग्यो के गयो पाक्न आँटिसक्यो यहाँ मङमङती बास्ना आएर हैरान छ भने ए पाको के गाउँले हो मासु डढिसक्यो यहाँ डढिसक्यो खस्लाई आम्मामामा हाम्रो मासु त यहाँ त रेडी चिरी चाट्टो परिसकेछ केटाहरू पिसा भन्नु है होइन जाने यसो तलतिर पिसाब गरेर जाने कि म हेर्दै बस्छु तिर जाएको यहाँ कसैले सुन्न होइन मैले तिमीले एकादेखि कथा सुनाउँछु कि मैले केटा सुनाउ न एकादेश एउटा बाघ आएछ अरे जङ्गलमा होइन आएछ अरे कि जङ्गलमा बाघ आएछ अरे होइन त्यो बाघ फेरि एकदमै सिकारी कि म जस्तै त्यो मान्छे देख्दा बित्तिकै कप्पै खाइदिने कि त्यो मान्छे देख्दा बित्तिकै कप्पै खाइदिने होइन त्यो फेरि खतरनाक रहेछ कि यसै माथि कागती सागपात हरियो त्यसपछि त आम्मामामामा खाइ नसक्नुहुन्छ त हौ केटा बब्बाल आम्मामामा हाम्रो मासु रेडी भइसक्यो कि नि भयो क्राउड चाहियो के क्राउड ए मासु रेडी भइसक्यो गाउँले मासु पाक्यो अब चाहिँ ल्याम खानुपर्ने हुन्छ होइन आम्मा दामी भएछ है दामी बोनबच आएर खानुको फेरि मजै गरी है घरमा त दिनदिन आइन्छ त्यही पनि दिनदिनै त होइन फेरि हप्ता तर जङ्गलमा आएर साथीभाइहरूसँग खानुको मजा बेग्लै हुन्छ क्या मस्त आइरहँ होइन त्यसपछि घरतिर चलिदिनु पर्ने हुन्छ अझै यो आगो निभाउने काम भइरह होइन यहाँ सल्क्यो भने फेरि जङ्गलै सखा भयो नि त त्यस्तो काम गर्नु चाहिँ भएन होइन ल
ल अब चाहिँ फाइनली घरतिर लाग्यो होइन मस्त बसेर फुटुङसम्म खाइसकेपछि अब चाहिँ हाम्रो घरतिर जाने कार्यक्रम भइरहेको होइन यता साथी क्यामेरा म यता छु टक्क चाहिँ अब चाहिँ घरतिर जानुपर्ने हुन्छ पानी खानु पर्ने हुन्छ उता मुलको